हामीलाई घुमाउनु ल्याउनु भएको जग्गा चाहिँ उसको चाहिँ फेभरेट अरे नि त होइन कहिलेदेखि अब यहाँ यस्तो अप्ठ्यारो छ र पनि यहाँनिर स्कुटी लानु हुँदैछ होइन म चाहिँ लानु सक्दिनँ यहाँ म चाहिँ गिभ अप गर्छु होइन यहाँ चाहिँ लड्छु भनेर म चाहिँ डर लाग्छ अम्बो भाइले चाहिँ बस चलाउँछ अरे ठुलो भएर यो चाहिँ हो भटिटार जाँदैछौँ हामी चाहिँ हो र अम्बो खतरा रहेछ नि भाइ त यहाँ पहिला शिव दादा यहाँ त्यो अमिलो अमिलो फल थियो नि त्यसको बोटहरू काटेको है हजुर ए भएको छैन ए फल्नु चाहिँ फलेको छ पाएको छैन ए पहिला हामी त्यही खानु आउँथ्यौँ कि अम्बो सानो यत्रो ढुङ्गाहरूले चाहिँ खेद्थ्यो नि हामीलाई यहाँनिर अर्को नि कसको बारी हो नि त अर्काको बारी हो नि त हामी त केटाकेटी हुँदा चोर्नु आउँथ्यौँ कि चोरेको थाहा छ चोरेको थाहा यहाँ मलदेरो भन्ने क्या अमिलो अमिलो कि यहाँ छ नि त यस्तो गाईको गोठहरू के ऊ अङ्कलको होला है ऊ अङ्कलको होला है ऊ अङ्कलको होला यहाँनिर छ यस्तोमा हामी लड्दै जान्थ्यौँ नि यहाँबाट ओह्रालो यहाँ खै यहाँनिर बोट त छैन छ त थियो त यहाँ पहिला बोट थियो नि उयो तल होइन रहेछ काट्यो कि क्या ए होइन रहेछ ऊ बाँसघारीको चेपचेपमा उयो हो फलेको हो कि के हो चेपचेपमा यसो हेरौँ भनेर पसौँ भनेको थिएँ कि फेरि डर पो लाग्यो अर्काको बारीहरूमा त्यति बेला पो सानै केटाकेटी थिए र होइन लड्दै कुटाइ खाँदै भए पनि अहिले त अब यो बोट लहरा जस्तै उकालो उकालो गएको होइन उयो बोट होइन हो उयो लहरा माथिसम्म तर फलेको त छैन रहेछ सानो छ त खै त अम्बो यी पाकिरहेको पनि रहेछ यहाँनिरको बोटमा चाहिँ तर देख्दैन रहेछ ऊ यहाँ पाकिरहेको छ खै हौ अम्लाले देखाइदिनु नि यहाँनिर ऊ पाकिरहेको छ अम्बो यी पाकिरहेको छ यहाँनिर यी लटरमै भएको उयो माथि पनि पाएको छ यहाँ पनि हो कस्तो मजाले पाकिरहेको रहेछ लटरमै भएको होइन तर ऊ पर अङ्कलहरू आउँदैछ डर पो लाग्यो अब के गर्नु हेऱ्यो थुप्पिँदै गयो त्यो स्याल र यसको कथा जस्तै स्यालको कथा त्यो कथा हुन्छ नि के त अङ्गुर खानु नसकेर चाहिँ अमिलो रहेछ भनेर जान्छ नि त्यस्तै भयो हामी पनि छ्या अब भगवान् त्यो त बरु होस् नटिपेकै बेस्ट होला तिमी त ज्वरो पो आउँछ त्यसले त अमिलो हुन्छ अमिलो खतरा अब थुक्कै आयो यो हामी चाहिँ अहिले लब्धारा जाँदैछौँ होइन हामीलाई दादाले दिल्लीबाट आउनु भएको नि त पाहुना अन्त चाहिँ घुमाउनु ल्याउनु भएको अरे यहाँ गएको हामी यहाँनिर मेरो बेबी छ यहाँ दादा यहाँ हुनुहुन्छ होइन अन्त यो चाहिँ हो हाम्रो ठाउँ हजुर यहाँ चाहिँ भटिटारको बाबुई म ठुलामा ड्याडी भएर यहाँ आएको थियौँ पो त हेर यहाँ चाहिँ नयाँ चियापत्तीहरू पनि नयाँ आउनु थालेछ पत्ती नयाँ पत्ती यहाँनिर छ यो दुधे बालासन खोला होइन अनि यो चाहिँ हो नोल यो बाटो देख्दैछ नि यो बाटोबाट चाहिँ उयो जान्छ दखलीहरू जान्छ है दादा उयो बाटोबाट दखली निक्लिन्छ नोलको बाटो अहिले दामी बनाएको छ बाटो दामी बनाएको छ त्यो अस्ति दामी छ नि नयाँ बनाएको अस्ति नै हामी नयाँ बनाएको छ म अस्ति नै जाँदाखेरि त नि कस्तो डरलाग्दो थियो कि अहिले चाहिँ दामी छ तर म तलसम्म पुगेको चाहिँ छैन अब यहाँ बेबी त्यो नयाँ पत्ती टिप्नु हुँदैन नि ल टिप्नु हुँदैन खानु हुँदैन छि दबाईहरू लगाएको हुन्छ कमानमा दबाई हालेको पो हुन्छ त च्यागेरा पो खान्छ त दाना
म त गरम पो भयो जाडो हुन्छ भनेर छुट्टा लगाएर आएको। कति खानुहुन्छ खानु हुँदैन भन्नु ल। यहीँ हो हामी आएको चाहिँ होइन। यहाँ आइपुग्यौँ होइन। म चाहिँ त्यहाँ माथि चढ्दिनँ आज, मलाई अल्छी लागिरहेको छ। म आज यहीँ बस्छु। मामासँग चढ नि तिमी त्यहाँ ल। म यहाँ बस्छु नि त, यहाँ डाँडामा। यहाँ बसेर चाहिँ यहाँको नजारा हेर्नु मन पऱ्यो नि त। यहाँबाट चाहिँ यो देख्दै गरेको चाहिँ यो हाम्रो दादाहरूको गाउँ हो, नयाँ कमान होइन। यहाँ टिका लाउनु जान्छौँ हामी दसैँमा। स्कुटी चलाएर त यहाँ चाहिँ यस्तो छ भ्यू। यहाँसम्म आउनु सक्दो रहेछ स्कुटी चाहिँ होइन, तर म चाहिँ ल्याउनु सक्दिनँ। त्यही हो आजलाई यति नै, बाई।